हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। सबैजनालाई स्वागत छ हाम्रो यो स्पेन इन हेल्पिङमा चाहिँ है। सबैजनालाई स्वागत छ। सबैजना जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। यो भिडियो चाहिँ हामीले अब फर्स्ट भिडियो हो। हामीले यसरी नै सपोर्ट गर्नुपर्छ सबैजनालाई। आज चाहिँ मैले कामको बारेमा लिएको छु, एकजनाको कामको लागि है मेरै सट्टामा राख्ने भनेको छ। एकदमै मैले अब यहीँ भोगेर बुझेर सबैजना एक्सपिरियन्स चाहिँ तपाईँहरूलाई भन्न गइरहेको छु। यहाँ के हुन्छ भनेर सबैजनालाई यो प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। खुसीको खबर सबैजनालाई मेरो ठाउँमा एकजना मान्छेको कामको आवश्यक परेको हुनाले अब सबैजना कहाँदेखि हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, स्पेन भित्र हुनुभएको सम्पूर्ण दाजुभाइहरू सम्मुख जाओस् यो भिडियो चाहिँ यहाँ चाहिँ एकजना कामदार चाहिएको हुनाले चाहिँ सबैजनाले चाहिँ यही भिडियोमा चाहिँ कमेन्ट गर्नु होला। कति महिनादेखि बस्नुभयो, कति महिना काम पाउनु भएको, यहाँ बसेको कति महिना भयोदेखि सबै चाहिँ कमेन्ट गर्नु होला। किनकि मैले चाहिँ त्यही कमेन्ट हेरेर चाहिँ तपाईहरूलाई चाहिँ यो ठाउँमा ल्याउने छु, मेरो ठाउँमा। अनि तपाईँको यो ठाउँमा चाहिँ काम के होला भन्दै सोध्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ तपाईँको यो यिनीहरू चाहिँ टिप्ने हो, लाउने हो, उखाल्ने हो है। यस्तै सबै अरू पनि हुन्छ होइन। हामीले काट्नेदेखि लाउनेदेखि सबै हुन्छ यहाँ है। अनि तपाईँको यो काम भयो। अनि यहाँ कति घन्टा भन्नुहुन्छ होला, यहाँ चाहिँ 12 घन्टा हुन्छ, कहिले चाहिँ अलिक बढी पनि हुन्छ है। अनि त्यसपछि फेरि यहाँ चाहिँ तपाईँको खान बस्न कस्तो सुविधा छ भन्दै सोध्नुहुन्छ भने यहाँ चाहिँ खान पनि फ्री हो, बस्न पनि फ्री हो, अनि तपाईँको खाजा पनि फ्री हुनेछ यहाँ चाहिँ है। अनि तपाईँ चाहिँ यहाँ अनि तपाईँले सोध्नुहुनेछ होला फेरि अब काम त होला 12 घन्टा 13 घन्टा होला, सेलरी चाहिँ कति हुनसक्छ भन्नुभयो हुन्छ भनेपछि चाहिँ अहिलेको हालमा चाहिँ 800 युरो दिनेछ। सुरुमा चाहिँ तपाईँहरूलाई 800 युरो दिनेछ। अनि तपाईँको काम हेरेर बिस्तारै यहाँ काम गर्दै जानुभयो भनेपछि चाहिँ तपाईँहरूलाई अझै बढाइदिनेछ है। अनि तपाईँले चाहिँ यहाँ चाहिँ काम चाहिँ अब तपाईँले चाहिँ एकदमै यहाँ मेन कुरा भनेको तपाईँको चाहिँ अनि खाजा चाहिँ तपाईँको चाहिँ 20 देखि 25 मिनटसम्म चाहिँ बस्ने टाइम हुन्छ होइन। कहिले त अब धेरै अब जस्तै अब यो अब अर्डर धेरै आयो भनेपछि चाहिँ धेरै बस्नु पनि पाउनुहुने छैन। हल्का खाजा खायो उठ्यो काम गर्यो त्यही हो। यहाँ चाहिँ अर्डर धेरै आयो भनेपछि चाहिँ तपाईँले चाहिँ अलिकति अब रेस्ट भन्दा पनि जोस् अलिकति हल्का काम हुन्छ। किनकि तपाईँले चाहिँ अर्डर पुर्याउनु हुनुपर्नेछ है। अर्डर नपुर्याउँदैसम्म हामीले चाहिँ काम गरिराख्नुपर्छ है। अनि अर्को कुरा चाहिँ मेन अर्को कुरा चाहिँ के हुन्छ भनेपछि चाहिँ तपाईँ चाहिँ यहाँ चाहिँ एकदमै गर्न सक्ने मान्छे मात्र आउनु होला। किनकि यहाँ चाहिँ काम त्यति अप्ठ्यारो छैन, सजिलो छ, तर लङ टाइम घन्टा धेरै हुने भएको कारणले चाहिँ यहाँ चाहिँ अलिक गाह्रो हुनेछ। अनि तपाईँको यो लाउनेदेखि उखाल्नेदेखि सबै हुनेछ। लाउँदाखेरि एकदमै गाह्रो हुन्छ, यो टिप्दा त त्यति मतलब हुने छैन है। लाउँदा जस्तै अब यसको बिरुवा लाउँदाखेरि चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ अलिक घोप्टो परेर काम गर्नुपर्ने हुनेछ। त्यसकारण चाहिँ यो ढाडहरू दुख्ने त्यसको त्यही प्रब्लम हुने कारणले चाहिँ तपाईँको चाहिँ यो गर्दा यो लाउँदाखेरि चाहिँ अलि धेरै गाह्रो हुन्छ। मलाई पनि एकदमै गाह्रो भएको थियो। म यहाँबाट निस्किनुको कारण चाहिँ अलि यो ढाड दुख्ने कारणले चाहिँ निस्केको। अनि त्यसपछि फेरि अर्को चाहिँ मेन चाहिँ पात्रोमेन, मेरो पात्रोमेन अहिले गर्नु एकदमै जरुरी छ। त्यसकारणले मैले पात्रोमेन गर्नको लागि त्यही भएर पनि निस्केको। अनि कसै अब आउँदै हुनुहुन्छ भनेपछि चाहिँ प्लिज पात्रोमेन भएको है। अनि तपाईँले चाहिँ गाउँमा एकदमै यस्तै अब खेतीपाती गरेको जो हुनुहुन्छ उहाँले चाहिँ प्लिज कमेन्ट गर्नु होला। अनि सबैजनाले कमेन्ट गर्नु होला यति महिना भयो है, मैले चाहिँ यति महिना भयो पात्रोमेन यति महिना गरेको भन्ने यही भिडियोमा गर्नु होला, इनबक्समा नगर्नु होला। किनकि मैले इनबक्समा हेर्दैन है। त्यसकारणले यही भिडियोमा गर्नु होला है। अफर आएको छ अब त्यसकारणले यो अफर चाहिँ सबैजनामा पुगोस् है। हाम्रो यो स्पेन इन हेल्पिङमा सबैजनालाई स्वागत छ। सायद मैले
यो नखोलेको भए सायद मैले आफ्नै मान्छे हाल्थेँ होला, किनकि यहाँ चाहिँ सबैजना एउटै लेभल हो। अब हामी जस्तै अब के अरे बेरोजगारीहरू धेरै बस्नुभएको छ, मलाई थाहा छ। सबैजनाले मलाई कति फोन गर्नुहुन्छ, एकदमै खुसी लाग्छ। अझै पनि म यस्तै राम्रै गर्न जानेछु है, यस्तै राम्रो काम गर्न जान्दैछु। अनि तपाईँहरू अनि कसैले काम गर्ने मान्छेहरू हुनुहुन्छ भने प्लिज मेरोमा पनि यति काम छ, यतिजना चाहिएको छ भनेर मेरो कमेन्टमा बक्समा गर्नु होला है यही भिडियोमा। अनि तपाईँहरूलाई तपाईँहरू अरू जस्तै बेरोजगारीहरूलाई चाहिँ हामीले रोजगारी दिनेछौँ। तपाईँहरूलाई पनि त्यो काम गर्नाले एकदमै खुसी लाग्छ होला है। तपाईँहरूको गुण कहिल्यै भुल्ने छैन उहाँहरूले। त्यस कारणले प्लिज कसैसँग काम छ भने है प्लिज यही कमेन्टमा गरिदिनु होला। आज ममा काम थियो, त्यस कारणले मैले तपाईँहरू सामु मैले यसरी यो टिकटक मार्फत अनलाइन मार्फत तपाईँहरूलाई प्रचार गरिरहेको छु है। प्लिज यहाँ चाहिँ काम चाहिँ अलि गर्न सक्छु। अनि यस्तै अब गाउँमा पनि यस्तो दुःख पाएको भन्ने मान्छेहरू मात्र आउन सक्नुहुनेछ जस्तो लाग्छ है। गर्नु त सबैजनाले कमेन्ट गर्नु है। कति महिना भयो काम नपाएको, यहाँ स्पेनमा बस्नुभएको उहाँहरूले सबैजनाले डिटेल सबै गर्नु होला। म त्यही हेरेर चाहिँ म तपाईँहरूलाई रिप्लाई दिनेछु। हस्त, धन्यवाद।